हेलो गुड मर्निङ नमस्ते। आज पनि जिनाएको छु। यिनीहरू फेरि पनि आएछन्। यिनी पनि कराते जान्छन्, त्यही भएर छिट्टै आएछन्। अब कराते छोडेर एकछिनमा मेरो जिममा फेरि स्टार्ट भयो आजदेखि। हेलो, म चाहिँ जिमदेखि फर्किँदै हो। फेरि मेरो बिहानको मर्निङ रुटिन नै त्यही भइरहेको छ। कति दिन भइसक्यो। भोलि बुधबार एक हप्ता हुन्छ म जिम आएको पनि। बिहान उठ्ने, झाडु पोछा गर्ने, जिम आउने, फेरि जाने, त्यही नै भइरहेछ मेरो डेली रुटिन। कति दिन भइसक्यो। मैले चाहिँ वेट लस भयो भने पनि देखाउँछु ल। अहिले चाहिँ वेट एकदम बढेको छ, त्यही भएर देखाउन मिल्दैन। म वेट घटेपछि मजाले देखाउँछु। टिका मोटरसाइकल वर्कसपदेखि यहाँदेखि त जान्छौँ जिम। यतादेखि चाहिँ सुनवल चोक भयो, यतादेखि काठमाडौँदेखि आउने बाटो यो भयो। अनि म चाहिँ यहाँदेखि भित्र जान्छु, किनकि यहाँदेखि मलाई सर्टकट पर्छ हिँड्दै जाँदाखेरि। बिहान चाहिँ म स्कुटीमा आउँछु कि भएर स्कुटी चाहिँ अहिले बुढोले लिएर आउनुहुन्छ। म चाहिँ पहिले भएर जान्छु। यतादेखि चाहिँ बुटुलदेखि आउने बाटो पऱ्यो यो चाहिँ। अनि हाम्रो जिम चाहिँ यहाँदेखि भित्र जाने छ। हेर्नु होला सबैजनाले। कसैलाई आउनु मन लागेको छ भने आउनु होला। मस्त रहनु, एक्सर्साइज गर्नु। यो चाहिँ काठमाडौँ जाने बाटो हो, पूर्व पश्चिमको हाइवे बाटो। लगभग बाटो पनि सिद्धिन लगाइसक्यो यहाँ बनेर। सुनवल चोक भयो, त गाडी रोकेको चाहिँ मेन सुनवल चोकमा हो। बस त्यहाँ चाहिँ एउटा कलेज बस छ, एउटा माइक्रो बस छ। अनि म चाहिँ सर्टकट पर्ने भएर यहाँदेखि भित्र जान्छु। उता साइन नेसनल ब्याङ्क छ, यता चाहिँ होटेल छ। अनि यहाँदेखि म सर्टकट हुने भएर यहाँदेखि जान्छु भित्र। तर उतादेखि नै छ कि मेन चोक लक्ष्मीपथ भनेर छ, त्यहाँदेखि पनि जान्छु कि स्कुटीमा आउँदा चाहिँ। म चाहिँ बिहानमा अहिले चाहिँ हिँड्दै आएको भएको। यहाँदेखि सर्टकट जाँदैछु। नयाँ खुलेको होटेल हो यो। अनि यहाँदेखि सर्टकट जाँदैछु। सबैजनाले हेर्नु होला। मेरो डेली रुटिन नै यही हो। हाम्रोतिर नाली बन्दै भएको अवस्था। नाली खन्दैछ, तर यो खनेको कति दिन भइसक्यो। यत्तिकै छोडेको छन्, किन छोडेको त्यो चाहिँ मलाई थाहा भएन। यो चाहिँ मेरो घर जाने सर्टकट बाटो भयो। नाली चाहिँ अलिकति बन्दैछ कि हाम्रो टोलमा चाहिँ बर्खामा यस्तो पानी डुबान हुन्छ यो टोलमा, त्यही भएर नाली बन्दैछ। हेर्नु होला, खनेर मात्रै छोडेको छ। यो चाहिँ सर्टकट बाटो भयो। म घर पुगेपछि फेरि थोरै गर्छु ल। मेरो अवस्था, भित्र जुत्ता बाहिर चप्पल लाएर हिँडेछु। त्यो देखेको हाम्रो घर। म चाहिँ यी सर्टकट बाटो जाँदैछु। अन्त यहाँ फुलै फुल रहेछ। यही हो हाम्रो टोलको अवस्था। अब म घर पुग्न लागेको। यति गर्नु यस्तो छ बिहानको मर्निङ टाइम। सुनसान छ, सबै बन्द छ। एउटा चोकमा पसलहरू देख्नुभएको छ। अब यहाँबाट जाने हाम्रो घर। त्यो रह्यो हाम्रो घर। यहाँ बङ्गुरको मासु पाक्दैछ। यता बिहानको काम हुँदैछ। कपडा धुने, काम पनि भइरहेको छ। अनि यतातिर खाना पनि पाक्दैछ। बङ्गुरको मासु लगरको हुन्छ, कमेन्ट गर्नु ल। त्यहाँनिर आउनु होला। आएको पनि बोलेको छ। आगोमा पकाउँदै बङ्गुर
के अरे हाम्रोमा आज बङ्गुर पाक्दैछ, बाहिर पाक्छ है बङ्गुर चाहिँ। अनि मैले नखाए पनि पकाइदिएको यसो बाहिर खान्छ हाम्रो कुखुराको दानाहरू राख्ने ठाउँ हो। कुखुरा चाहिँ हाम्रो अलिकति चारा खानुको लागि पाल्छौँ। बङ्गुर पनि कस्तै छ आगोमा